क्रिस्टोफर नोलनको द ओडिसीको हाइप त बवालै छ। अनि फेरि सबजना आइम्याक्समै हेर्नुपर्छ, आइम्याक्समा हेरेन भने त थिएट्रिकल एक्सपिरियन्सै हुँदैन भन्दै हिँडिरहेको छ। खासमा के हो त यो आइम्याक्स भनेको? अनि हामी नेपालमा बस्नेहरूले चाहिँ के आइम्याक्स नहुँदैमा फिल्मको मजा नै लिन नपाउने हो त? हामीले हेर्ने नर्मल स्क्रिन भनेको चाहिँ अलिकति वाइड हुन्छ भने आइम्याक्समा चाहिँ तल र माथि पनि इमेज एड हुने भएकाले इमेज म्याक्सिमम अर्थात् आइम्याक्स भनेको हो। एस्पेक्ट रेसियो पनि अलिकति स्क्वायर जस्तो हुने भयो अनि रिजोल्युसन पनि डिजिटली कम्पेयर गर्ने हो भने लगभग 18K जस्तो हुन्छ। तर इन्ट्रेस्टिङ कुरा के छ भने नोलनले जस्तो प्रोजेक्सन इन्टेन्ट गरेको छ नि त्यस्तो थिएटर संसारमै जम्मा 7वटा देशमा मात्र छ। एक्चुअल 70 mm आइम्याक्स थिएटर। अब कतिले भन्छन् नेपालमा नर्मल डिजिटल प्रोजेक्सनमा हेर्दा डिटेल्स नै मिस हुन्छ कि भनेर। हामीले नर्मल 4K प्रोजेक्सन हेर्दा त्यो आइम्याक्सको जस्तो इमर्सिभ एक्सपिरियन्स त अलि नहोला, तर यसको मतलब यो होइन कि जे देखाउन खोजेको हुन्छ फिल्ममा त्यो हामीले हेर्नै पाइँदैन। झन् त्यही माथि सिनेमाटोग्राफर होइतेमाले आफूले फिल्म सेन्टर पन्च्ड खिच्छु भन्छन्। सो यसको मतलब जति चाहिने डिटेल्स हुन्छ नि हाम्रो फिल्ममा त्यो सब सेन्टर अफ द फ्रेममै राखिएको हुन्छ। त्यसैले हामीलाई खासै फरक पर्दैन। अब यो भन्दै गर्दाखेरि सकेसम्म आफ्नो एक्सेस छ भने त 70 mm आइम्याक्स थिएटरमै हेर्नुहोस्, होइन भने नर्मल आइम्याक्स थिएटरमा हेर्नुहोस्। अब त्यो पनि छैन भने चाहिँ नर्मल डिजिटल प्रोजेक्सनमा हेर्दा पनि खासै फरक पर्दैन। अब मेन पोइन्ट, नेपालमा डिजिटल प्रोजेक्सनमा हेर्दा बेस्ट एक्सपिरियन्स कसरी पाउने त? नेपालमा थुप्रै मल्टिप्लेक्सहरूमा 4K लेजर अनि डल्बी एटमस छन्। सकेसम्म नयाँ बनेको हलहरूमा जानुभयो भने अलिक बेटर एक्सपिरियन्स हुन्छ। अनि अर्को एकदम इम्पोर्टेन्ट कुरा भनेको तपाईँको सिट हो। सो सकेसम्म धेरै पछाडि नगई सेन्टरभन्दा स्क्रिनतिर अलिकति नजिक बस्नुभयो भने अनि तपाईँको साउन्डको एक्सपिरियन्स पनि यस्तो इमर्सिभ हुन्छ अनि तपाईँले मजाले फिल्म इन्जोय गर्न सक्नुहुन्छ। फलो फर मोर सच कन्टेन्ट्स।